नमो नमः। यी मरेड नदी हुन्। यी नदी सिन्धुली जिल्ला भएर बग्दछिन्। आफ्नो कलकल धुनीलाई गुन्जायमान गर्दै अनवरत रूपमा 12 महिना यसैगरी आफ्नो धुनी यस वातावरणमा गुन्जाइरहन्छन्। यी नदीले मरेड क्षेत्रमा सिँचाइको ठुलो योगदान पुर्याएकी छिन्। यही नदीको यसरी यी नदीले आफ्नो सुन्दर छटाको प्रदर्शन गरिरहेकी छिन्। यी नदीले पनि गङ्गाको जस्तै मान्यता प्राप्त गरेकी छिन्। सुन्दर पवित्र शुद्ध जल भएको यो नदीमा स्नान गर्दा लाखौं यज्ञ गरेको फल मिल्छ भन्ने धार्मिक मान्यता छ। जय मरेड ठाकुर।